साथीहरू नमस्कार। अहिले चाहिँ नयाँ राजनीति जुन आइरहेको छ नेपालमा सबैजना सबैजना चाहिँ राजनीतिको पछि लागेका छन् होइन। र नयाँ पार्टीहरू पनि जे छन् होइन, यिनीहरूले सरासर जित्छन् जस्तो मलाई लाग्दैन। भोलि गएर हुने भनेको गठबन्धन नै हो। र गठबन्धन गरे पछाडि भनेको त्यही हो, हामीले योभन्दा अगाडि पनि गठबन्धनको सरकार नहेरेको होइन होइन। र मान्छेहरू चाहिँ यो यस्तो राजनीतिको नाममा राजनीति गरिरहेछ भने नि अहिले तपाईँले ऋषि धवनलाई पनि हेर्न सक्नुहुन्छ क्या। अनेक ठाउँमा गएर साइकल कुदाएर, कता उखु बोके जस्तो गरेर, कता काट काटे जस्तो गरेर त्यो त्यसरी देखाइरहनु पर्छ जस्तो लाग्दैन क्या अहिलेको जनताहरूलाई। सबै कुरा याद छ। जनताले मान्छे सही छ भने अटोमेटिकली भोट दिन्छन्। अब जस्तो बालेन शाहलाई नै लिन सक्छौँ होइन। बालेन शाहलाई पनि अब धेरै ठाउँमा बालेन शाहको क्रेज हामीले देखिरहेका छौँ। त्यसरी क्रेज बनाउनुपर्छ जस्तो लाग्छ क्या। त्यो तमसा गरेर अहिलेको जमानामा यो शताब्दीमा आएर चाहिँ त्यो तमसा गरिनुपर्छ जस्तो लाग्दैन होइन। क्रेज भनेको आफूले देख्ने कुरा हो। र अर्को कुरा चाहिँ के भने जति पनि पुराना पार्टीहरू छन्, जस्तो काङ्ग्रेस त बोलेको छैन, माओवादी पनि कता छ थाहा छैन, तर यो एमाले सरकारले चाहिँ राष्ट्रपालाई किन यति धेरै खेदो खनिरहेछ क्या। उनीहरू राष्ट्रपाले सरासर चुनावको माहौल बनाउन लागिरहेछन्, तर यो एमालेहरू बनाउँदाहरूले चाहिँ केपी ओलीले नै अब आफ्नो हत्याराको 23 गते भजौ 23 गतेको हत्याको जिम्मा चाहिँ लिँदिन भन्छ। तर बालेन शाह लुसिफर हो, बालेन शाह गँजेडी हो, उसले सिंहदरबार जलायो भनेर औपचारिक रूपमा त्यसरी भन्नु उचित हुँदैन। सरासर भोटमा जाउँ न, अनि त्यहाँबाट जित हार भन्ने कुरा त जनताले गर्ने कुरा हो नि त। किन बिना बित्थामा खेदो खनिरहेको क्या। सक्यो त। ल है साथीहरू, यही भन्न आएँ।